नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगामी निर्वाचनको सुरक्षाका लागि भइरहेको सेना परिचालन र गाउँ-गाउँमा सुरु गरिएको खान तलासीप्रति कडा आपत्ति जनाएको छ। पार्टीले निर्वाचनलाई कथित भन्दै तत्काल सेना फिर्ता गर्न सरकारसँग जोरदार माग गर्दै वर्तमान अवस्थामा निर्वाचन भन्दा पनि राष्ट्रिय स्वाधीनता र एकता मुख्य रहेको ठहर गरेको छ। पार्टीका महासचिव कमरेड गौरवका अनुसार अहिले राष्ट्रियता खतरामा छ। यस्तो बेला राष्ट्र जोगाउन निर्वाचन होइन, सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेज सम्मेलन मार्फत संयुक्त सरकार निर्माण गरिनुपर्छ। सुरक्षाका नाममा गाउँ-गाउँमा पुगेर सर्वसाधारणका घरगोठ छापा मार्ने, खोज तलास गर्ने र धम्की दिने कार्यले जनता आतंकित भएको माओवादीको दाबी छ। शान्ति सुरक्षाका नाममा राज्यले आतंक सृजना गरेको र यसले मुलुकमा पुनः संकटकालको झल्को दिएको भन्दै महासचिव गौरवले आक्रोश व्यक्त गरेका छन्। माओवादीले नेपाली सेना र अन्य सुरक्षा निकायहरूलाई विदेशीको आदेश पालना नगर्न र कथित एजेन्डाको भारी नबोक्न चेतावनीपूर्ण अपील गरेको छ। नेपाली जनताको भावना विपरीत हुन लागेको निर्वाचनमा आफ्नै दाजुभाइमाथि दमन नगर्न सम्पूर्ण सुरक्षाकर्मी मित्रहरूलाई हाम्रो पार्टीले अनुरोध गर्नुका गरेको छ। राष्ट्रिय स्वाधीनता र वर्ग संघर्षको पक्षमा निरन्तर उभिएको दावी गर्दै माओवादीले सरकारले आफ्नो मागलाई बेवास्ता गरेमा परिस्थिति गम्भीर हुने संकेत गरेको छ। कथित निर्वाचन सम्पन्न गर्न परिचालन गरिएको सेना तत्काल फिर्ता गरी स्वच्छ वातावरण निर्माण गर्न पार्टीले सरकारलाई अन्तिम चेतावनी दिएको छ।